म एमालेको समर्थक त हो नि त मबाट सुरुवात हुन्छ भने एमाले तपाईबाट सुरु हुँदैन तपाई त एमालेको झोले हो नि किनभने एमाले त झोले अभियानै चलाथ्यो नि हामीले प्रश्न चाहिँ गरेका छौं उहाँलाई पनि यो कुरामा कोठा भित्र बसेर के गर्नुभयो थाहा हुन्न भने केपी ओलीको अगाडिपट्टि बसेर चिया र बिस्कुट खाएर के भन्नुभयो हामीलाई थाहा हुन्छ बात त सही हो यहाँ त मान्छे मरेको छ मान्छे गोली हानेर ताकी तर उहाँले राजीनामा दिनु भएन दुःख व्यक्त गर्नु भएन बरु के भन्नुहुन्छ भने स्वचालित हतियारवाला आएर टटटटटट पड्काएछ भन्नुहुन्छ होइन होला के हो अनि त्यो 76 जना मान्छे मर्दा हजुर 19 जना तपाईं जस्तै साथीहरुमाथि त्यो पनि कलेजको ड्रेस लाएको बेलामा गोली चल्दा तपाईको यो अन्याय भन्ने चाहिँ कहाँ गएको थियो त्यो बेला पनि अन्यायको आवाज उठाएकै थियौ हामीले कहाँ घरमा हजुर कोठाभित्र त्यो बेला त कोठाभित्रै बस्ने उ थियो नि त सिचुएसन थियो नि त हजुरलाई थाहा छ त्यो दिन हजुर राम्रोसँग थाहा छ होला जनजी आन्दोलनमा जानु भएको थियो गएको थिए कहाँ हुनुहुन्थ्यो कि बानेश्वरमा मिराज ढुङ्गाना जस्तै हुनुहुन्थ्यो अनि मान्छे मरेको छ तपाई जला छुटाउनका लागि सडकमा नारा लाउन जानुभयो नि उहाँले के भन्नुभयो थाहा छ केटाकेटीहरूलाई खुसी बनाइदिनलाई म एकछिन लुक्दिए लुक्न पनि उहाँ मकवानपुरको चन्दवनसम्म हेलिकप्टर चढेर जान्छ कोही यो चाहिँ किन नसोधे त्यो नारा लाउने बेला सोध्नु पर्दैन खत्म बाय बाय टाटा गुड बाय गया यो कुरा उहाँले जान्नुहुन्छ उहाँको समर्थनमा आएको तपाईँ उहाँको ढाल बनेर आएको तपाईँ उहाँलाई छोड्नु पर्यो उहाँ हतियार होइन भन्न आएको तपाईँ त्यत्रो ठुल्ठुलो कुरा नजानुहोस् न मेरो कुराको सिधा जवाब दिनुहोस् क्या म नेताहरूसँग प्रश्न गर्दा 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 वाक्क भएको छु म सुगर खानुहुन्न भन्छु उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ है तर काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश दिन मिल्छ भन्ने लेखेको छैन त्यो पनि हामीले जान्न जरुरी छ त्यो बाहेक मेरो प्रश्न कस्तो थियो भन्दा संविधान पढाउनु भएको छैन हैन त्यो भन्न हजुरलाई हैन हजुरलाई त मैले कहाँ पढाउनु म तपाईलाई संविधान पढाइदिन्छु 11 बजेदेखि हामी भेला हुने हाम्रो कुरो थियो अनि मिन भवनबाट यत्रो ठुलो ग्रुप आए उहाँहरूले संसद भवनमा आक्रमणै गर्नुभयो यो पनि हामी प्रत्यक्षदर्शी छौं अनि त्यसपछि राष्ट्रिय वाणिज्य ब्याङ्क साइडपट्टिको त्यो पर्खाल त्यता पनि आक्रमण भयो सबै देखेको कि ओली पक्षले पढाएको मैले देखेको प्रत्यक्ष रूपमा भोकेर आउनु भएको जस्तो के त्यो वक्तृत्व कला हो हामी पनि कानुन विपरीत त छैनौ नि त कानुन छ नि अख्तियार अनुसन्धान आयोग आफ्नो मान्छे लगाएर राखेपछि के हुन्छ र संविधान बनाउने बेला भने हैन 2 वर्षसम्म सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाइदैन सरकार परिवर्तन हुँदैन भनेर कतिचोटी नौटंकी गर्नुभयो कतिवटा मुख्यमन्त्री बनाउनु भयो कतिचोटी प्रधानमन्त्रीले चाहिँ विश्वासको मत लिनुभयो कतिचोटी शपथ खानुभयो त्यो कुरामा कतिचोटी प्रश्न उठेन नि त हाम्रो जेनजी छोराछोरी उठ्दिएका कारणले मात्रै आज यो दिन आयो नत्र अन्धभक्तहरू हेरी यहाँ टेप यहाँनिर पर्दा लाएर मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब त्यो कुरामा हजुरहरूको जेनेरेसनदेखि भएको कुरा हैन यो हजुरहरू किन चुप लाग्नु भयो हामी त बोलेको बोलै छौं यो के गरिरहेछौं त सबैजना सडकमा गएर त्यही यस्तो हामीसँग यस्तो धेरै कन्स्पिरेसी छ यति धेरै कुरा छ भने कानुनी निकायसम्म पुगेन किन कानुन नेताको हेर यहाँ खल्तीमा छ भने जेन्टलम्यान हम बालक देसी हम मैंने पटाई तेरी छोरी का लेसी मैले शनिबारको दिन कसरी पक्राउ पूर्जी जारुको भनेको थिए कसैले आएर चाहिँ तिमीलाई आज बलात्कार गरौँ आज शनिबार पारौँ मेरो पक्राउ म सामूहिक रूपमा तिमीलाई बलात्कार गर्छु यो भिडियो छ है मसँग तिमीलाई सामूहिक रूपमा बलात्कार गर्छु अनि म आज शनिबारको दिन गर्छु म मेरो पक्राउ पूर्जी जारी हुँदैन अनि म आइतबारसम्म फरार हुन्छु तिमी मान्छौ भनेर भन्नुभयो चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिङ के वजह केपी ओलीको हकमा या रमेश लेखकको हकमा त्यही भाव उहाँलाई पक्राउ गर्दा बिदाको दिन थियो त्यो कारणले प्रहरीले अर्जेन्ट पक्राउ पूर्जी जारी गर्यो र त्यसको 24 घण्टाभन्दा बढी अर्जेन्ट पक्राउ पूर्जीका आधारमा उहाँलाई डिटेन्सनमा राख्न पाइँदैन र आइतबार उसले के गर्यो अदालतसँग पक्राउ पूर्जी लियो कुन अवस्थामा त्यो हुन्छ भने ती व्यक्ति भाग्ने लुक्ने देश छोड्ने या प्रमाण नष्ट गर्ने त्यो अवस्था देखियो भने प्रहरीले त्यसो गर्न पाउँछ कानुन अनुसार गरेको काममा किन यत्रो प्रश्न गुड क्वेशन यु आर अ गुड क्वेशन मलाई यो प्रश्न एकदमै सोध्न मन नलागेको मन नमानेको तर सोध्नै पर्ने प्रश्न किनभने त्यहाँ कमेन्ट हेरेँ मैले तपाईले चाहिँ आफैले आफूलाई भाइरल बनाउनका लागि यति धेरै मेहनत गर्नुभयो भन्ने आरोप लाग्यो किन भन्न मन लाग्यो भाइरल हुनु राम्रो होइन मलाई त कस्तो गरिदिन्छन् भने अभिषा म जीवनमा चुरोट खान्न तर म त्यो मिमहरू हेर्छु होइन त्यहाँनिर मलाई पुरै चुरोट खुवाइदिएर मेरो घाँटीमा मैले सुनहरू केही लाउँदिनँ तर यहाँ त्यो ठुल्ठुलो चेनहरू लगाइदिएर के बनाएको म बुझ्दा पनि बुझ्दिनँ त्यस्तो भन्न मन लाग्यो सबैभन्दा अचम्मको कुरा चाहिँ मलाई मान्छेले विश्वास गरेको देखेर गाली गर्ने मान्छेले त गरिरहनुहुन्छ
मलाई मान्छेले चाहिँ विश्वास गरेको भन्ने अनि किन लुकेर हिँड्ने? गुड क्वेश्चन, यु आर ए गुड क्वेश्चन। उहाँ चाहिँ एउटा सल्लाहकार चाहिँ हाम्रो राष्ट्र स्तरमै उहाँ एउटा सल्लाहकारको रूपमा चाहिँ चाहिन्छ भन्ने चाहिँ मेरो धारणा हो। त्यसो राजनीतिको भन्नुहुन्छ ठुलो युवा समूह चाहिँ उहाँ चाहिँ जेलमा चाहिन्छ भन्छन्। हामीले कुरा गर्दाखेरि मलाई हाँस्नु भयो बा। अब मलाई चाहिँ कस्तो भन्दाखेरि उहाँ त अध्यक्ष हो, बलियो दलको अध्यक्ष हो होइन। बलियो दलको अध्यक्ष हुनुहुन्थ्यो। सुदन गुरुङज्यूले आफैले तपाईँले सुदन गुरुङलाई हत्या र गृहमन्त्री राजीनामा दिए भनेको चाहिँ अहिलेको अवस्था तिमीले हत्या गर्यो गृहमन्त्री भएपछि भने होइन। होइन, तपाईँले जेनजी आन्दोलनका क्रममा जुन 76 जनाको ज्यान गयो त्यो हत्यामा तिमी पनि संलग्न छौ भने हो। यस्तो नेतृत्वले त नैतिक जिम्मेवारी लिनु पर्दो रहेछ भन्ने कुरा हामीले थाहा पायौँ नि त। अनि तपाईँको केपी ओली बाले चाहिँ लिन नपर्ने, अनि सुदन गुरुङ जो हामी नेपालीको एउटा सदस्य हो अर्थात् त्यसको संयोजक हो, उहाँले चाहिँ जिम्मा लिनुपर्ने होइन होला के हो? तर कसरी यस्तो 360 टर्न भयो? हिजो त्यही केपी ओली राजीनामा दिए भन्ने, हिजो त्यही तिम्रा छोराछोरी गाडीमा हाम्रा बाबुआमा खाडीमा भन्ने नारा लाउने मान्छे, भ्रष्टाचार अन्त गर, सुशासन कायम गर भन्ने मान्छे, अनि जो मान्छेमाथि यत्रो मान्छेहरू मारेको आरोप छ, तपाईँ जस्तै साथीहरू मारेको आरोप छ, उसैलाई पक्रिँदा कारवाही नगर भनेर तपाईँ सडकमा आउनुहुन्छ, गर्न चाहिँ के खोज्या तपाईँले?